मेकअप गर्दिनँ नि त। अनि सनक्रिमहरू मोइस्चराइजरहरू त लगाउँछु, तर चाहिँ फाउन्डेसनहरू के लगाउँछ नि त त्यो लगाउँथिनँ। तर चाहिँ आज टक्क गाजल साजल लाएर कस्तो देखेको छु हो। आज त आफूलाई राम्री लाग्छ। अब मेकअप गरेर त्यस्तो राम्रो छैन, त्यही नि। अब मेरो चाहिँ साथीहरू यहाँ चाहिँ बाङ्गे छैन कि फेस होइन, कस्तो भिडियोमा चाहिँ बाङ्गे देखिन्छ के भएको हो मेरो फेसले पनि। यार मेरो अलिक सिद्धपल देखिन यार, कसैले मन पारेन यार, के भएको हो मलाई आजभोलि भनेर नभनौँ है, साँच्ची नै हो कि यस्तो देखिन्छ कि होइन। अनि यति सिधा उठ्छ कि मासाले, अलिक सिधा हुनुपर्ने नि त। अनि कस्तो के अनि बाङ्गे एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै साथीहरू न्यू भिडियो लिएर म आइसकेको छु तपाईँको सामु। आज चाहिँ कति बजीसको घडी त्यो बेला नै म भिडियो स्टार्ट गरेको छु। बिहान चाहिँ भिडियो स्टार्ट गर्न मेरो टाइम मिलेन। छोरी चाहिँ अब स्कुलबाट आएर चाट्दै छिन् हाटुवा कुटुक 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 लाएर यिनले चाहिँ गर आइहाल है। त्यही हो साथीहरू, लास्तै गर्मी छ, लास्तै गर्मीको त कुरै नगर। बाहिर यति गर्मी छ, यति गर्मी छ। सबैजना गर्मी छ, सबैजना आफ्नो स्वास्थ्यको लागि केयर गर्नु होला है। गर्मी छ धेरै, बाहिर चाहिँ मेरो त बाहिर चाहिँ नघुम्नु होला, नडुल्नु होला है। एकदम धेरै गर्मी छ कि ढल्लाई जस्तो बाहिर हेर्दा चाहिँ मेरो त यस्तो भएको कि आँखार पनि। मलाई दुध लिएर पनि मैले यहाँ पसलिसकेको छु। अब यो चिया पकाउनु पर्छ। चाउचाउ छ, अब चाउचाउ पकाएर आमा छोरी मिलेर हामीले खाइन्छ। त्यही हो साथीहरू, भ्लगहरू त्यस्तै नै भइरहेको छ। अब केही कतै जान पाएको छैन भ्लगको लागि पनि। अब बाहिरको त लिन मन लाग्छ, अलिकति समस्या छ, त्यही भएर बाहिरतिर जान भ्याएको छैन। रुमको हालत हेर्नुहोस्, म आउने बेला यस्तो हुन्छ। अस्ति नै स्वाट्टै मिलाएको रुम, अहिले चाहिँ यस्तो छ साथीहरू। म बेहोस हुन्छु, म ढल्छु कहिले। अब यो गर्दा त्यो हुन्न, त्यो गर्दा त्यो हुँदैन यार, गाह्रो छ नि। म बाँच्ने कसरी के, गर्मी यति छ फेरि, म बाँच्न सक्दिनँ साथीहरू। भनेर भन्यो भने बाँच्नु होला, सबै सुस्त व्यस्त रहनु होला है त साथीहरू। मेरो यस्तै नै छ। अब मैले चिया पनि बसालिसकेँ, अब चिया टक्क पकाएर खानुपर्छ। अनि त्यही हो कि साथीहरू, चाहिँ मैले चाहिँ यो मेकअप के आज चाहिँ टक्क गाजल लाएर, टक्क लिपस्टिक लाएर, कि टक्क टिका लाएर म हिँडेको थिएँ होइन। आज चाहिँ ल अमृतालाई के भएको छ हो, मेकअप गरेर हिँडिरहेछ अरे कि। म कहिल्यै पनि मेकअप गर्दिनँ नि त। अनि सनक्रिमहरू मोइस्चराइजरहरू त लगाउँछु, तर चाहिँ फाउन्डेसनहरू के लगाउँछ नि त त्यो लगाउँथिनँ। तर चाहिँ आज टक्क गाजल साजल लाएर कस्तो देखेको छु हो। आज त आफूलाई राम्री लाग्छ। अब मेकअप गरेर त्यस्तो राम्रो छैन, त्यही नि। अब मेरो चाहिँ साथीहरू यहाँ चाहिँ बाङ्गे छैन कि फेस होइन, कस्तो भिडियोमा चाहिँ बाङ्गे देखिन्छ के भएको हो मेरो फेसले पनि। यार मेरो फेस अलिक सिद्धपल देखिन यार, कसैले मन पारेन यार, के भएको हो मलाई आजभोलि भनेर नभनौँ है, साँच्ची नै हो कि यस्तो देखिन्छ कि होइन। अनि यति सिधा उठ्छ कि मासाले, अलिक सिधा हुनुपर्ने नि त। अनि कस्तो के अनि बाङ्गे देखिन्छ क्या, म भिडियोमा हेरिरहेको हुन्छु न गरेको देखिन्छ कि अलिक सिद्धपल थिएँ। त्यही हो साथीहरू, रमाइलो पनि गर्नुपर्छ कहिलेकाहीँ। अनि आफूलाई घिन लाग्छ कि, अनि ऐनामा हेर्दा टक्क राम्रो देखिन्छ नि त फेस पनि टक्क के। अब हेर्नु न, यस्तो आज झन् मेकअप गरेर यस्तो दामी देखिएको छु है। यहाँ देखेको कि त्यहाँ बाङ्गे देखिन्छ क्या यार। आफूलाई चाहिँ आज चाहिँ राम्री नै देखेको जस्तो छु होइन। आएर टक्क कपडा सपडा चेन्ज गरेर म चाहिँ खाजा रेडी पार्न लागिसकेँ। अब चाहिँ मैले यहाँ टक्क रेडी भएर छु। त्यस पछाडि खानासाना पढाउनुपर्छ, खाजा खुवाएर छोरीलाई पढाउनुपर्छ। मेरो काम डेली रुटिनै मेरो यही भइरहेछ कि, यही भइरहेछ। म कहाँ जाऊँ, के गरौँ त नि क्या। त्यही हो साथीहरू, अलिकति घुम्न जानु पनि पाएको छैन नि त। मैले भर्खर लाइसेन्स निकालेको स्कुटरको। अनि त्यो 10 दिन नभएसम्म चाहिँ बाहिरै जान पाइँदैन कि।
अब चाहिँ 10 दिन भइसक्यो भने चाहिँ म तपाईँलाई झरना देखाउन जान्छु। कहाँ जान्छु त त्यही बेला थाहा। मेरो चिया फेरि पक्ल 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 उम्रिरहेको छ। हेन्त 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 के गर्ने यस्तै छ मेरो जिन्दगी हालखबर। ओए तँ के खाएको? अलिस खाएको हेर्ने रुमको हरिगट्यो। मेरो जिन्दगी रुम मैले जति सफा गर्दा हुन्न यार। वास के भएको यो? के भएको? तेरो घुरा देखेको खै कस्तो भयो? के गर्नु के गर्नु हिजो घुमाउनु लडेको यहाँ हेर्नु घुडा चाहिँ यस्तो बनाएको छ नि। राम 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 दौडिने के नदौडियो होइन। बस्दा भन्दा पनि दौडेपछि ठिक्कै पऱ्यो के। हेर्नु त घुरा चाहिँ त्यसरी छ यो केटीको। मान्छे हेर्दा नि कस्तो बाडन जस्तो छ र। ठ्याक्कै मङ्की भन्दा नि अझ बोल्ली। हेर्नु त त्यो घुडा हेर त्यहाँ त्यस्तो बनाएर अझ रातभरि यसरी अझ के गर्छ नि अझ यसरी रुममा आएपछि त अलिकति गाली गर्छन् भनेर होला नि त। अब गाली गर्छु भने पालेर बस्छ होइन। अनि घुँडा दुख्यो त्यो ओके अया दुखिरहेछ भन्छ के। अब त्यही भएर दौडिने होइन ज्ञानी बन्नुपर्छ हो के। दौडेपछि लडिन्छ भने के हुन्छ थाहा छैन? लडिन्छ अनि ज्ञानी बन्नुपर्छ थाहा छैन त। अनि के खाने हो त फेरि यो? हलेस खाऊ नडौड्यो है। छोरीको चाहिँ यहाँ सेतो चाउचाउ उसले चाहिँ अब सुप राखेको पनि खान्दिन केही राखेको पनि खान्दिन। अनुशासन गरेर बसेर खाऊ न। तर घुँडा दुखेर नि होला गरे। सेतो चाउचाउ छ मेरो चाहिँ हल्का सुप राखेको छु मैले। धेरै सुप चाहिँ राखेको छैन के गर्ने साथीहरू। स्वास्थ्य पनि हेर्नु पर्यो। मलाई गाह्रो छ स्वास्थ्य चाहिँ हेर्नै पर्यो नि होइन। कलरिङ राखेर सलरिङ राखेर के अब स्वास्थ्य यस्तो छ। कोक चाहिँ कोक खै त्यहाँ छ छोरीको। मेरो कोक ठिक्कै कोक लिएको छ। आज चाहिँ दिनमा मैले अफिसमा नि हेर्नु न अफिसमा यति धेरै खाएको हो कि। अनि साथीहरू मेरो यो चाहिँ यो चिज के हो भनेर भन्नु होला होइन। यो ढकाए हेर्नु त यही गाउँको एकदम लोकल गाउँको हो यो चाहिँ बेलुका खानामा खानुपर्छ। यस आलुसँग मिक्स गरेर बेलुका पकाएर तपाईँहरूलाई देखाइ नै हाल्छु। खानामा चाहिँ खानुपर्छ एकदम मिक्स गरेर। कस्तो मिठो हुन्छ ढकाए। स्वास्थ्यको लागि पाइल्स भएकोलाई चाहिँ बडी चाहिँ राम्रो हुन्छ। पाइल्स भएकोलाई एकदम राम्रो हो झन् यो। गाउँबाट एकदम लेखबाट गाउँबाट पठाइदिनु भएको।
अहिले छोरीले उहाँ पढ्दैछिन् फेरि उहाँ पढेको देखाए पनि अलि भोलि गएर फेरि उस हुनसक्छ पढिरहेछिन् ल